आदरणीय दर्शकवृन्द नमस्कार। प्राइम टाइम लाइभमा स्वागत छ। आज हामी समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न गइरहेका छौँ। यसका साथै दलितका अधिकारका विषयमा विशेष गरेर प्रदेश नम्बर 2 को कुरा गर्ने हो भने प्रदेश नम्बर 2 मा अहिलेसम्म 16 वटा विधेयक पारित भइसकेको छ। 6 वटा विधेयकहरू समितिमा छन् भने 2टा चाहिँ भर्खरै टेबल भयो। अब विधेयक धमाधम पारित हुने क्रम जारी छ। यसमा विशेष गरेर जो सीमान्तकृत वर्गहरू छन्, दलित लगायतका वर्गहरू, यस विषयमा विधेयकमा भएका प्रावधानहरू के कस्ता छन् त आज हामी यी विषयमा पनि कुराकानी गर्नेछौँ। यसका लागि आज प्रदेश नम्बर 2 का नेकपाका सांसद सुन्दर विश्वकर्मालाई निम्त्याएका छौँ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। सुन्दरजी, कार्यक्रममा स्वागत छ। धन्यवाद अपन टिभीलाई। 16 वटा विधेयक पारित भइसक्यो। जहाँसम्म प्रदेश नम्बर 2 को कुरा गर्ने हो भने प्रदेश नम्बर 2 भनेको उत्पीडनमा परेकाहरूको प्रदेश भन्न सक्छौँ होइन, दबिएर रहेका मानिसहरूको प्रदेश। एकदमै आन्दोलन भयो पटक होइन। हजुर, विधेयकहरू पनि धमाधम पारित भइरहेको छ। 16 वटा पारित भइसक्यो। हजुर। तपाईँ दलित अभियान कर्मी हुनुहुन्छ, अधिकार कर्मी हुनुहुन्छ। के छ विशेष गरेर दलितको सन्दर्भमा भन्नुपर्दाखेरि विधेयकमा भएका प्रावधानहरू कतिको सन्तोषजनक छन्? होइन, अब प्रदेशमा 16 वटा विधेयक पारित भएको छ। अब सबै विधेयक दलित केन्द्रित नै हुँदैन, किनभने विधेयक भनेको त आम प्रदेशका सबै क्षेत्रको सबै जनसमुदायको विधेयक हो र त्यो सबै विधेयकहरू आउँदाखेरि त्यहाँ भएका प्रावधानहरूमा दलितलाई कहाँ एडजस्ट गर्न सकिन्छ, कहाँ चाहिँ दलितलाई सुविधा दिन सकिन्छ, कहाँ दलितलाई सहुलियत दिन सकिन्छ भन्ने कुरो चाहिँ हामीले हेर्न खोज्छौँ, छिराउन खोज्छौँ। इक्जाम्पलको लागि तपाईँलाई के भनौँ भने अस्ति एउटा नीति आयोग गठन सम्बन्धी विधेयक आयो। त्यहाँ दलित सदस्य छ कि छैन भनेर हामीले हेऱ्यौँ। दलित छ भने उसको योग्यता स्नातकोत्तर थियो। स्नातकोत्तर त दलित हुन सक्दैन, गाह्रो हुन्छ, त्यसलाई अलिकति घटाउँ भने। अनि आएका विधेयकमा दलितलाई कसरी एडजस्ट गर्न सकिन्छ, दलितलाई कसरी सुविधा दिलाउन सकिन्छ भन्ने कुरोलाई हामीले हेर्ने गर्छौँ। र अब दलितकै लागि स्पेशल त भर्खरै दलित सशक्तिकरण विधेयक आएको छ, टेबलमै छ। अब यो दलित सशक्तिकरण विधेयकको कुरा गर्ने हो भने त्यसमा पनि केही असन्तोष छ तपाईँहरूको, के रहेछ कुरो? यसलाई असन्तोष नभनौँ। सरकारले दलित सशक्तिकरण विधेयक ल्यायो। अब त्यो विधेयक पुरा हुने भए त संसदमा किन ल्याउनु पर्थ्यो? संसदको काम के हो भने त्यो विधेयकमा भएका कमी कमजोरी, व्यवहारिक चिजहरू, व्यवहारिक समस्याहरू अझ त्यसमा थप सल्लाह सुझाव दिएर त्यसलाई परिपूर्ण बनाइदिने काम संसदको हो। अब हामी दलित अभियानकर्ता भएको हुनाले, त्यही समुदायसँग जोडिएको हुनाले त्यो विधेयकमा कहाँ अपुग छ, कहाँ कमी छ, अझ के प्लस गर्दाखेरि दलितलाई अझ सुनिश्चितता हुन्छ भन्ने कुरोमा हामीले छलफल चलाएका छौँ। हामीले त्यसको सैद्धान्तिक छलफलमा आफ्ना सुझाव राखेका छौँ र त्यसमा संशोधन पनि दर्ता गरिसकेका छौँ र त्यसलाई परिपूर्ण बनाउँछौँ। के रहेछ प्रदेश सरकारले ल्याएको यो विधेयकमा, दलित सशक्तिकरण विधेयकमा चाहिँ के अपुग जस्तो लाग्यो जुन चाहिँ तपाईँहरूले संशोधन हालिराख्नु भएको छ? हामीले हालेको संशोधनमा खास गरी 2-3 वटा कुरा छ। त्यो दलित सशक्तिकरण विधेयक जुन आछ त्यसमा मैले तपाईँलाई भन्दाखेरि 2-3 वटा कुरा छ। एउटा, त्यसमा मुख्यमन्त्रीजीको अध्यक्षतामा छुवाछुत घटनाहरूको अनुगमन गर्ने समिति बनाएको छ। दोस्रो, स्थानीय तहमा एउटा दलित निर्वाचित दलित सदस्यहरू मध्येबाट चुनिएको भनेर एउटा अनुगमन समितिको व्यवस्था गरिएको छ। र महत्त्वपूर्ण त्यसको पाटो भनेको दलित प्रदेश स्तरमा एउटा दलित विकास समिति गठनको प्रस्ताव गरिएको छ। अर्को एउटा प्रहरी कार्यालयमा, प्रादेशिक प्रहरी कार्यालयमा एउटा निगरानी केन्द्रको कल्पना गरिएको छ। त्यो विधेयकमा भनेका खास कुराहरू त्यो हो। त्यसमा प्लस
औषधि स्वास्थ्य सम्बन्धी अधिकार र निःशुल्क शिक्षा सम्बन्धी कुरो राखिएको छ। अर्को एउटा रासन कार्ड, गरिब दलितलाई रासन कार्ड दिने प्रावधान अघि सारिएको छ। यी राम्रा कुराहरू छन्, तर त्यसमा नपुग भएका कुराहरू केही छन्। त्यो के छ भन्दाखेरि त्यसको समिति बनाउने संरचनामा हाम्रा केही सुझावहरू छन्। जस्तो विकास समितिमा नीति आयोगको मान्छे पनि बोलाउनु पर्छ भनेर हामीले संशोधन हालेका छौँ, सदस्य बनाउनु पर्छ। किनभने प्लानिङ कमिसन हो, नीति आयोग भनेको योजना आयोग हो। जब प्लानिङमै सहभागिता हुँदैन भने जतिसुकै राम्रो समिति बनाएर पनि केही हुँदैन भनेर हामी राखेका छौँ। अस्को त्यसमा नीति आयोगमा चाहिँ दलितको सहभागिता, नीति आयोगमा दलितको सहभागिता त छँदैछ। विकास समितिमा पनि त्यो नीति आयोगको एकजना सदस्य, सामाजिक हेर्ने सदस्यलाई आमन्त्रित बनाउनु पर्यो, पदेन सदस्य बनाउनु पर्यो। त्यसले के गर्छ त भन्दाखेरि योजना बनाउने बेलामै त्यो विकास समितिलाई सहयोग गर्छ। अर्को जिल्लामा पनि विकास समिति गठन गर्नु पर्यो भनेर हामीले प्लस सुझाव राखेका छौँ। अर्को एउटा बजेट कार्यान्वयन योजना तथा बजेट कार्यान्वयन समिति बनाउनु पर्यो स्थानीय तहमा। मेयरकै अध्यक्षतामा हामीले संशोधन प्रस्ताव गरेका छौँ। किन मेयरकै अध्यक्षतामा त्यो समिति बनिसकेपछि के हुन्छ त भन्दा बजेट दलितको लागि छुट्याउनु पर्ने बाध्यता हुन्छ। र हामीले के भनेका छौँ भने यो विधेयकमा प्रत्येक स्थानीय निकायले दलितको जनसङ्ख्या हेरिकन बजेट छुट्याओस्। कुरा राम्रो गरेर भएन, दलितको लागि स्पेशल बजेट छुट्याउनै पर्ने बाध्यता राख्नु पर्यो। त्यो भइसकेपछि कार्यान्वयन गर्न अगाडि हुन्छ, नीति मात्र बनाएर भएन। त्यसपछि उपभोक्ता समितिहरू बन्छ विभिन्न स्थानमा। त्यो उपभोक्ता समितिमा दलितहरू हुँदैनन्। त्यसले के गर्छ भने उनीहरूको टोल छुटिरहेको हुन्छ, उनीहरूको वार्ड छुटिरहेको हुन्छ। अनि हरेक उपभोक्ता समितिमा दलितको प्रतिनिधित्व अनिवार्य, समावेशी अनिवार्य, महिला छ त्यसै गरी दलित पनि अनिवार्य, जहाँ जनसङ्ख्या छ त्यहाँ। त हामीले यसमा थप्न खोजेको 2-3वटा कुरा। एउटा त्यहाँ भएका संरचनाहरूमा दलितको प्रतिनिधित्व गराउने विषय। अर्को यो विधेयक बेसी छुवाछुतमा केन्द्रित भयो। छुवाछुत मात्र हेरेर भएन, छुवाछुतको उत्पीडन एउटा पाटो हो। सँगसँगै दलितलाई छुवाछुत र विभेदबाट मुक्त गर्नको लागि उसलाई आर्थिक रूपमा सबल बनाउन पर्यो। त्यसको लागि उसको रोजगारको ग्यारेन्टी गर्नु पर्यो, योजनाहरू ल्याउनु पर्यो, उसको रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था गर्नु पर्यो, बजेट अनिवार्य रूपमा छुट्याउने व्यवस्था गर्न पर्यो। यी केही पूरक चिजहरू हामीले संशोधनमा राखेका। बजेटको कुरा भयो, त्यसपछि फेरि जसरी तपाईँले अघि भन्नुभयो नीति आयोगको अब स्नातकोत्तर पढेको दलित चाहिँ कहाँ खोज्ने होइन, पाएसम्म खोजौँ। मेरो कुरो के हो भने स्नातकोत्तर भनेर राखिदिँदा स्नातकले पाएन, तर स्नातक भनेर राखिदिँदा पाउँछ भने स्नातकोत्तर किन पिएचडी गरेकै खोजौँ न। त्यसले त रोक्दैन नि। तपाईँ स्नातक भन्नुहुन्छ भने स्नातकोत्तर राख्नुहुन्न भन्ने अर्थ होइन, तर स्नातकोत्तर जब राखिदिनुहुन्छ त्यहाँ स्नातकलाई बन्देज गर्यो। हाम्रो कुरो त्यो हो। यसरी चाहिँ परिमार्जन हुनु पर्यो भनेर हामीले सरकारलाई सहयोग गरेको हो। हामीले सरकारलाई देखेका कुरो, हामीले भोगेका कुरो हामीले त्यसमा सुझावका रूपमा राखेका छौँ। हजुर, भनेपछि अहिले यो त अहिले विचाराधीन छ यो विधेयक होइन, अहिले हजुर छलफलमै छ। अरू जुन पारित भइसकेका विधेयकहरू छन् त्यसमा मूल रूपमा तपाईँहरूले उठान गरेका विषय हजुर सबै दलितसँग सम्बन्धित नहुन सक्छ होइन, हजुर, तर आरक्षणको विषय त थुप्रै विधेयकहरूमा त थिए होइन। भनेपछि ती विधेयकहरू जुन चाहिँ पारित भइसके त्यसमा तपाईँहरूको असन्तुष्टिका बावजुद पारित गरिएको त्यस्तो एउटा त करार विधेयकको कुरा छ होइन। हामीले अहिलेसम्म एउटा नमुना भन्नुपर्छ यो प्रदेशलाई। हजुर, हामी प्रतिपक्षीहरू के चाहन्छौँ भने यो प्रदेश हामी सबैले मिलेर बनाउनु पर्छ। आजको प्रतिपक्ष भोलिको सरकार पनि हुन सक्छ। यो सधैँ एकटैको सरकार रहन्छ भन्ने होइन। विधेयक जस्तो चिज दूरगामी रूपमा महत्त्वको बन्नुपर्छ। यसको दूरगामी असर हुन्छ। पटक पटक विधेयक बनाइरहने होइन। र अहिलेसम्म यो प्रदेशमा एउटा नमुना कुरा बताउँ यहाँलाई, जति पारित भएका विधेयकमध्ये प्राय जसो सर्वसम्मत भएको छ। हामीले संशोधन हालेका छौँ कि अकाट्य कुरा राम्रा सीमान्तकृत वर्गहरू, हजुर, दलितको मात्रै कुरा नगरौँ, दलित महिलाको कुरा पनि उठ्दैछ होइन, त्यसपछि चाहिँ अब अन्य मुस्लिमको कुरा होइन। भनेपछि सीमान्तकृत वर्गहरू या जो उपेक्षामा परेका थिए तिनीहरूलाई सम्बोधन गर्ने गरी अहिलेसम्मका विधेयकहरू पारित भइरहेका छन्। सम्बोधन भन्ने कुरो के हुन्छ भने कति विधेयकमा
यो खास गरी सामाजिक विषयसँग सम्बन्धित जुन विधेयकहरू हुन्छ नि त्यो चाहिँ जात जाति सबैको समावेशीको कुरो हुन्छन्। अब जस्तो पूर्वाधारको विधेयक त्यहाँ दलित मुस्लिम भन्ने चिज जुनमा छ त्यसमा चाहिँ जस्तो शिक्षाका विधेयकमा अब पछिल्लो समयमा जस्तै प्रहरी ऐन ल्याइयो होइन, तपाईहरूले पनि आपत्ति जनाउनु भयो होइन, विरोध जनाउनु भयो। प्रहरी ऐनको कुरा गरौँ, प्रहरी ऐनमा किन यो नेकपाको आपत्ति छ? होइन, प्रहरी ऐनमा हाम्रो आपत्ति होइन, हामीले त्यसभित्र भएका कतिपय अन्तर्वस्तुमा हामीले आपत्ति जनाएका हौँ। ऐन ल्याउनै हुँदैन, ऐन चाहिँदैन भन्ने हाम्रो उठान थिएन। हाम्रो कुरो के हो भने के भनिएको छ भने प्रदेशको अधिकारमा सङ्घीय ऐनसँग बाजिएको कुरो खारेज हुन्छ भनिएको छ। प्रदेश सङ्घीय ऐनसँग जुन चिज खारेज हुन्छ र सङ्घीय ऐन प्रहरीको बन्दै थियो, बनेकै छैन, बन्दै थियो। अनि हामीले के भन्यौँ भने सङ्घीय ऐन बनेपछि बनाऊँ भन्यौँ, होइन अहिले बनाऊ। त्यो कुरा जुन तपाईँहरूले भन्नुभयो नि त्यो चाहिँ दबावमा परेर गर्नुभयो, किनभने केन्द्रमा तपाईँहरूको सरकार छ होइन, भनेपछि केन्द्रले दबाब दिएर तपाईँहरूले यहाँ प्रदेशमा पनि प्रहरी ऐन चाहिँ आउनुहुन्न भन्ने चाहिँ मनसाय राखेर चाहिँ विरोध गर्नुभयो हो कि होइन? त्यस्तो होइन, विधेयकमा चाहिँ असन्तुष्टि भएछ। होइन, त्यस्तो होइन, केन्द्रको कुनै किसिमको दबाब होइन। किन दबाब होइन भने त्यो त अब ऐन बनेपछि सङ्घीय संसदले बनाएपछि बाजिने कुराहरू अब हट्ला, त्यो त अहिले पनि खारेज हुन्छ। प्रदेश प्रहरीको बारेमा हाम्रो के मात्र कुरो थियो भने प्रदेश प्रहरीको ऐनमा अलिक घनीभूत छलफल गरौँ। त्यो समितिमा हाम्रा दुईजना नेताहरू हुनुहुन्थ्यो र तपाईँलाई बताऊँ यो प्रदेश प्रहरी ऐनमा त्यो जुन समिति बन्यो अरू समितिभन्दा फरक थियो। त्यसमा जम्मै संसदीय दलका नेताहरू भएको समिति थियो। हामीले स्ट्रङ समिति बनायौँ, त्यसको महत्त्व छ भनेरै हामीले त्यो समितिमा स्ट्रङ समितिमा खास गरी संसदीय दलका नेताहरू रहनुभयो र उहाँहरू विभिन्न कार्यविष्टाले अनुपस्थित रहनुभयो र उहाँहरूले ऐन ल्याउनुभन्दा अगाडि के भन्नुभयो भने हाम्रो पनि उपस्थित हुने गरी छलफल हुने गरी हाम्रो पनि सहभागिता गराउनुहोस् भन्ने कुरो भयो। तर अब सरकारलाई के लाग्यो भने यिनीहरू साँच्चीकै विरोधै गर्दैछन्। सरकारले फर्केर हेरेन, त्यतिखेर 8-10 वटा विधेयक पारित भइसकेको थियो, त्यो सबै सर्वसम्मत भएको थियो। त्यो सर्वसम्मत गरिने कुरोलाई कम आक्यो, पक्का पनि यिनीहरूले यसमा विरोध गर्छन् कि भन्ने सशङ्कित भएर सरकारले त्यसलाई चाँडो गर्न खोज्यो। 2-3 दिन ढिलो गरेर हाम्रा समितिमा भएका सदस्यहरूसँग छलफल गरेर गरेको भए मलाई लाग्थ्यो त्यो सर्वसम्मत हुन सक्थ्यो। करार विधेयकमा नि असन्तुष्टि भयो होइन, करार विधेयकमा त धेरै त्रुटिहरू थियो, त्यसो भएर हामीले असहमति जारी गर्यौँ, तर्कसहित हामीले असहमति जारी गर्यौँ। त्यो पनि केन्द्रसँग बाजिएको लोकसेवा विधेयक ल्याएन होइन, ल्याएको छैन होइन। अब बाध्य भएर चाहिँ करारमा यहाँ भर्ना गर्नै पर्छ प्रदेश 2 मा होइन, कर्मचारी त चाहिन्छ। म अहिले पनि भन्छु, अस्ति संसदमा पनि बोलेँ, म अहिले पनि तपाईँको टिभी मार्फत भन्छु, प्रदेशमा कर्मचारी चाहिन्छ। सरकारले केन्द्रले नपठाएको अवस्थामा करार राख्ने कुरोमा हाम्रो विरोध छैन। संसदमै बोलेको कुरो हो मैले, हाम्रो करार विधेयकमा विरोध छैन। विरोध भइदिए भए त टेबुलै नगरौँ भनेर हामीले विरोध गर्थ्यौँ नि। टेबुल भयो, हामीले संशोधन हाल्यौँ, छलफलमा भाग लियौँ र जिम्मेवारीका साथ बोलेका छौँ कि यो विधेयकमा हाम्रो विरोध छैन। हाम्रो त्यसभित्र भएका अन्तर्वस्तु जुन कमी कमजोरी छन्, जसले दुर्गामी अर्थ राख्छ, त्यसमा हामीले विरोध गरेका हौँ। नम्बर 1, संविधानको धारा नै गलत हालेर ल्याइयो। त्यो हेर्न संविधानको गलत धारा पास गर्ने त होइन नि, पछि मिलायो नि, पछि मिस्टेक प्रिन्ट मिस्टेक भएको भनेर ल्याइयो। त सच्याएर त आउनु पर्यो। हामीले त्यही भने हो, यो धारा बेठिक छ, किन बेठिक छ भनेपछि सरकारले सच्याउने मौका पायो। नभए धारा 97 पास गरे भए त के न के पास हुन्थ्यो। काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्छौँ नि हामी, के न के पास हुन्थ्यो। त्यो त हामीले के नराम्रो गऱ्यौँ, त्यो धारा बेठिक छ, यो धारा पास गर्न सकिँदैन। हामीले मालपोत कार्यालयमा नागरिकता देऊ भन्न सकिन्छ। अर्को असन्तुष्टि के थियो? अर्को हाम्रो परामर्श नै भएन होइन, अर्को के थियो भने मैले त्यसमा संशोधन प्रस्ताव हालेँ। संशोधनकर्तालाई संसदीय विधि अनुसार के छ भने संशोधनकर्तालाई बोलाएर छलफल गरिन्छ। संशोधनकर्तालाई बोलाउँदै बोलाउनु भएन उहाँहरूले। किन हाल्नुभयो भनेर सोध्नु भएन, किन भोलिदेखि संशोधन हाल्छ कसैले। मेरो एउटा विमति त्यो थियो। दोस्रो कुरो के थियो भने सरकारले त्यसको एउटा संरचना ल्यायो, भर्ना छनौट समिति भनेर। पहिलो विधेयक सरकारले ल्याएको, क्याबिनेटले पास गरेर सरकारले टेबल गरेको विधेयक पढेँ।
त्यसमा के छ भन्दाखेरि कर्मचारी भर्ना छनौट समितिको अध्यक्ष सरकारको थायी कर्मचारी प्रमुख सचिवको अध्यक्षतामा छ। हामीले भन्यो राम्रो हो, सरकारले ल्यायो, ठिक सोचेर ल्याएको होला। पछि त्यसमा संशोधन कुनै परेन। पछि समितिले के लिएर आयो भन्दाखेरि मुख्य न्यायाधिवक्ताजीको अध्यक्षतामा ल्यायो। हामी व्यक्तिमा विरोध हाम्रो होइन। हामीले के भन्यौँ भने मुख्य न्यायाधिवक्ताजी अस्थायी प्रकृतिको हुनुहुन्छ। संविधानमा के व्यवस्था छ भने मुख्यमन्त्रीजीले चाहेसम्म राख्न पाउनु, चाहेसम्म राख्न पाउनु, चाहे भोलि उहाँले नचाहने बित्तिकै, मनमुटाव हुने बित्तिकै, केही कुरो नमिल्ने बित्तिकै हट्न सक्ने, सरकार परिवर्तन भएको, सरकार परिवर्तन हुने बित्तिकै भनेपछि थायी प्रकृतिको भर्ना छनौटको अध्यक्ष या संयोजक हुनु पर्थ्यो। त्यो चाहिँ होइन। हामीले के भन्यौँ भने संस्थागत परिपाटीबाट कर्मचारीका लामो अनुभव बोकेर आउनुभएका मान्छेहरूलाई राखौँ, व्यक्ति चाहिँ हुनु पर्यो, त्यस्तो हुनु पर्यो भन्ने हाम्रो। अर्को कुरो, मुख्य न्यायाधिवक्ताजीलाई जुन हामीले प्रदेशमा कानुन पास गरेका छौँ, मुख्य न्यायाधिवक्ताजीको काम कर्तव्य अधिकार हामीले नै पास गरे हो यही प्रदेशले। त्यसमा मैले पुरै पढेँ, कहीँ पनि मुख्य न्यायाधिवक्ताजीको काम कर्तव्य अधिकारमा यो कुरा छैन। कार्यकारी काम गर्ने, कर्मचारी छनौट गर्ने, अरू कुनै काम गर्ने भन्ने छैन। आज हामीसँग हुनुहुन्छ सुन्दर विश्वकर्मा, उहाँ प्रदेश नम्बर 2 का नेकपाका सांसद हुनुहुन्छ। आज हामी उहाँसँग दलितका विविध समस्या, यसका समाधान र अहिले विधेयकहरू बनिरहेका छन्, ती विधेयकमा दलित लगायत सीमान्तकृत वर्गका लागि के कस्ता प्रावधानहरू राखेका छन् र कतिको सन्तोषजनक छ त, यी विषयमा कुराकानी गरिरहेका छौँ। यसका साथै समसामयिक राजनीतिक विषयमा कुराकानी गरिरहेका छौँ। सुन्दरजी, जसरी यो विधेयकमा एउटा करार विधेयकमा एउटा त्यो असन्तुष्टि रह्यो होइन, यद्यपि तपाईहरूको विरोधका बावजुद, असन्तुष्टिका बावजुद तपाईहरूले संशोधन हाले पनि त्यो संशोधनमा छलफलै नगरिकन विधेयक पारित गरियो होइन। भनेपछि यसलाई लोकतान्त्रिक पद्धति भन्न मिल्छ कि मिल्दैन? होइन। अब स्वाभाविक रूपमा भए सर्वसम्मत पास गर्ने, नभए सरकारले बहुमतले पास गर्ने विधि छ। त्यसलाई अन्यथा भन्न मिल्दैन। विधेयक पारित गर्नु मात्र ठुलो कुरो भएन। त्यो विधेयक, सर्वसम्मत विधेयकको कार्यान्वयन पक्ष धेरै मजबुत हुन्छ, धेरै सरल हुन्छ। अब बहुमतले पारित गर्दाखेरिको असन्तुष्टि म्यानेज कसरी गर्ने भन्ने प्रश्नहरू हुन्छन्। त हामीले यो करार विधेयकमा हाम्रो कुरो केही भनेका थिएनौँ। बडा रमाइलो कुरो छ, सरकारले जे ल्याएको थियो त्यसलाई सपोर्ट गर्दैथ्यौँ हामी। हेर्दाखेरि हामी विरोध गरेको देखियो। हामी त सरकारको सपोर्ट गर्दै थियौँ। सरकारले प्रमुख सचिवको अध्यक्षतामा पेश गरेको थियो, क्याबिनेटले पास गरेर टेबल गरेको थियो, हामीले त्यसैलाई सपोर्ट गर्दै थियौँ। हामी उल्टो विरोधी जस्तो देखियौँ। हामीले हाम्रो नयाँ कुरो भनेपछि यो विधेयक जुन आयो त्यो पहिला नै पारित भइसकेको विधेयकहरूसँग बाजिने किसिमले आयो होइन? पारित भइसकेको होइन, सरकारले एक खालको कन्सेप्ट भनौँ न, के अरे मुख्य न्यायाधिवक्ताको विधेयक होला होइन, मुख्य न्यायाधिवक्ताको काम कर्तव्यको कुरा होला त, जसरी तपाईँले भन्नुभयो। हजुर हजुर, त्यसमा यो कुरा लेखाएको छ, यहाँ चाहिँ फेरि अर्को कुरा आयो होइन। भनेपछि होइन, मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकारमा यो कुरा छैन। कर्मचारी भर्ना गर्ने, अरू कुनै किसिमको कुनै कार्यालयमा गएर चाहिँ त्यसको चाहिँ प्रमुख भइदिने अथवा कुनै शाखा, त्यस्तो कहीँ पनि छैन। मुख्य न्यायाधिवक्तालाई खास गरी त्यही भन्दैछु। भनेपछि यो मुख्य न्यायाधिवक्ता सम्बन्धी जुन विधेयक थियो, काम कर्तव्यको जुन उहाँको विषय छ होइन, त्योभन्दा त पृथक आयो। त्यो पृथक आयो। यसले अब चाहिँ दीर्घकालीन रूपमा फेरि कस्तो समस्या निम्त्याउन सक्ला? अब यो समस्या कस्तो निक्लाउँछ, सरकारले फेस गर्ने कुरो हो। हामीले त पछि फेरि संशोधन गर्नुपर्ने होला होइन। जे हुन्छ यसको दीर्घकालीनमा के असर देखिन्छ अहिले नै नभनौँ होइन। हामीले त राम्रो सुझाव के दियौँ भने काम कर्तव्य अधिकारसँग मेल खाँदैन। अर्को कुरो, मुख्य न्यायाधिवक्तालाई एउटा सम्मानपूर्वक हेर्ने चलन छ। हामी सबैले मुख्य न्यायाधिवक्ता भनेको सरकारको प्रमुख कानुनी सल्लाहकार हुनुहुन्छ। सरकारलाई कुनै पनि किसिमको मुद्दा मामिला पर्दा, कुनै अप्ठ्यारो पर्दा कानुनी राय सल्लाह दिने, फेस गर्ने काम मुख्य न्यायाधिवक्ता निकै सम्मानित पदको रूपमा हेरिन्छ सरकार। अब फेरि मैले सकौँ, तर अब मुख्य न्यायाधिवक्तालाई एउटा सानो काम कर्मचारी भनौट गर्ने यस्तो कामको विवादमा नतानौँ। उहाँलाई चाहिँ मान्छेले हेर्ने नजरमा चाहिँ अलिकति चाहिँ सम्मानपूर्वकै रहन दिउँ भन्ने हाम्रो आशय हो। अर्को कानुनको सिद्धान्त, आफैले भर्ना गर्ने, भोलि सरकारलाई कुनै विवाद पर्यो, कुनै त्यसमा कसैले असन्तुष्टि जाहेर गर्यो भने आफैले फेस गर्ने, यो पनि अलिकति कानुनको सिद्धान्त अनुसार मेल खाँदैन कि भन्ने हाम्रो सुझाव हो।
हामीले राम्रो बनाइदिन खोजेको विधेयकलाई हामीले चाहिँ राम्रो सुझाव दिएका हौँ। यही हो हाम्रो कुरो। हजुर, अब दलित अधिकारको कुरा गर्ने हो भने अब त्यत्रो पटक पटक मधेसमा आन्दोलन भयो होइन? हजुर, सीमान्तकृत वर्गले अधिकार पाएनन् होइन? अब हामी आफै सरकार चलाउँछौँ, आफै बनाउँछौँ, आफ्नो अधिकार आफै हजुर हजुर कोर्छौँ होइन? हजुर, प्रदेश सरकार पनि गठन भयो। हजुर, अब अधिकार दिने सवालमा प्रदेश सरकारले हरेक निकायमा जसरी कर्मचारी भर्नादेखि लगायतका कुराहरू हुन सक्लान् होइन? त्यसमा प्रदेश सरकार जसरी अगाडि बढिरहेको छ, जसरी तपाईँले असन्तुष्टि पनि जनाइराख्नु भएको छ कि केही विषयमा चाहिँ दलितहरूले मौका पाएनन् होइन? हजुर हजुर। भनेपछि यसलाई कुन रूपमा लिनुहुन्छ तपाईँ? होइन, अब यसो छ, यो विधेयक नबनुन्जेलसम्म अब यो कुरोको ग्यारेन्टी नहुने कुरो भएन, स्वाभाविक भयो। अहिले बन्ने विधेयकहरूमा हामीले दलितका विषयहरू प्राथमिकताका साथ उठाइरहेछौँ। जस्तो यो प्रदेशमा 18% को हाराहारीमा दलितहरू हुनुहुन्छ। अब केन्द्रको नीति के छ त भन्नुहोला भने 13% हो केन्द्रीय प्रतिशत, राष्ट्रिय रूपमा हेर्दाखेरि दलितको प्रतिशत 13%। अब यो प्रदेशमा कर्मचारी लगायतका आरक्षणको विषयमा हामीले जनसङ्ख्याका आधारमा 18% जुन पर्सेन्ट छ, 17 पोइन्ट समथिङ जुन पर्सेन्ट छ, त्यो नै हामीले यहाँ राख्न लगाएका छौँ। त्यो चाहिँ हुनु पर्यो, त्यो भएको छ अहिलेको करारमा पनि छ। आरक्षणको विषयमा अरू कुरा पनि उठ्दैछ कि आरक्षण कहिलेसम्म? मेरो विचारमा आरक्षण भनेको लामो प्रकृतिसम्म दिने विषय होइन। आरक्षणले तपाईँ समर्थन जनाउनुहुन्छ? मेरो दलित भनेरै होइन, मेरो कुरा पुरा गरौँ, फेरि आधा मात्र गऱ्यौँ भने आरक्षणको विरोध भनेर बुझ्छन् मान्छेले। आरक्षण हुनुपर्छ, आरक्षण एउटा निश्चित समयको सम्म हुनुपर्छ र सँगसँगै दलितहरू आत्मनिर्भर बन्दै पनि जानुपर्छ। सधैँ आरक्षणकै कुरो सँगसँगै हुनुपर्छ। आरक्षण बनाउने योजना पनि सरकारले ल्याउनुपर्छ। आरक्षण कहिलेसम्म भन्दाखेरि जबसम्म ऊ प्रतिस्पर्धा गर्न हाराहारीमा पुग्दैन तबसम्मको लागि आरक्षण दिनुपर्छ। सधैँलाई आरक्षण हामीले मागेको होइन। आरक्षणले कहिलेकाहीँ के बनाउँछ भने आश्रित पनि बनाउँछ। जस्तो यहाँलाई पनि यो पाइहाल्छ, किन मिहिनेत गर्ने? किनभने क्वालिटी पनि चाहिन्छ। म क्वालिटी सहितको आरक्षणमा विश्वास गर्छु। जबसम्म दलितहरू मूलधारमा जान सक्ने, प्रतिस्पर्धा गर्न सक्ने हुँदैनन् तबसम्म राज्यले आरक्षण दिनुपर्छ। जब ऊ अरूसँग प्रतिस्पर्धा गर्न लायक हुन्छ, उसको जुन तथ्याङ्कहरू, शैक्षिक, आर्थिक, सामाजिक तथ्याङ्कहरू अरूको हाराहारीमा जब पुग्छ, त्यसपछि ऊ प्रतिस्पर्धामा जान सक्छ। तर जबसम्म ऊ त्यो लायक भएको छैन, उसलाई त्यो ठाउँसम्म पुर्याउनसम्मको लागि, प्रतिस्पर्धामा लायक बनाउनको लागि आरक्षण दिनुपर्छ। समय तपाईँले भन्नुभयो कि समय कति लाग्छ त्यो किटान गर्न सक्नु भएन होइन? भनेपछि जुन जसरी सरकार चल्दैछ, नेपाल सरकार, प्रदेशको कुरा एक ठाउँमा होला होइन, केन्द्रकै कुरा गरौँ। अब जसरी सरकारले आरक्षणको व्यवस्था गरिरहेको छ होइन, जसरी आरक्षण छुट्याइरहेको छ विभिन्न सीमान्तकृत वर्गहरूका लागि होइन, र जुन एउटा सशक्तिकरणको कुरा पनि गर्नुभयो कि सँगसँगै हुनु पर्यो, भनेपछि त्यो पाटोमा कसरी बढिरहेको छ सरकार कि यति वर्षपछि आरक्षणको व्यवस्था नगरे नि हुन्छ है? अब यति वर्षपछि हामी चाहिँ आफै सशक्त भइसक्छौँ होइन? यसमा अब कस्तो हुन्छ भने पहिलो त दलितलाई सशक्त बनाउनको लागि सरकारले ल्याएका योजनाहरू होला, दलित मैत्री पहिलो सबभन्दा प्रमुख कुरो दलित मैत्री कानुन बन्नु पर्यो। कानुनले ग्यारेन्टी गर्ने हो। यतिकै सरकारले दिन्छु कार्यक्रम बनाएर भनेर भएन। कार्यक्रम त आज छ, अर्को सरकारले चेन्ज गर्ला, के गर्ला। जसरी तपाईँले अघि भन्नुभयो कि बजेट छुट्याउनु पर्यो, पहिले नीति बन्नु पर्यो, त्यो अनुसार बजेट छुट्याउनु पर्यो। जस्तो कुनैले छुट्याउला, कुनैले नछुट्याउला, तर हरेक स्थानीय निकायले दलितको लागि यति बजेट छुट्याउनु पर्छ, महिलाको लागि यति छुट्याउनु पर्छ भनेपछि त सबैले छुट्याउँछ। भनेपछि के गर्नु पर्यो जस्तो लाग्छ मलाई भने पहिलो कुरो दलित मैत्री कानुनहरू बन्न पर्यो। जुन कानुनले दलितलाई विभेद गरेको छ तीहरू प्रावधानहरू हट्न पर्यो। अरू सबै कुरोमा समावेशी सङ्ख्याका आधारमा, यो प्रदेशमा दलितको जनसङ्ख्याका आधारमा, सीमान्तकृतको जनसङ्ख्याको आधारमा अन्य जाति जनजाति जो पछाडि परेका छन् उनीहरूको सङ्ख्याका आधारमा उनीहरूलाई मूलधारमा ल्याउनको लागि सरकारले त्यस किसिमको योजनाहरू, विशेष योजना ल्याउनु पर्यो, स्पेशल योजना ल्याउनु पर्यो, सरकारले प्रोग्राम ल्याउनु पर्यो र दलितलाई सशक्त रूपले अगाडि बढ्ने वातावरण बनाउनु पर्यो। अब दलितभित्र पनि दलितको कुरा आउँछ नि होइन? आउँछ होइन। अब त्यति मात्रै होइन, अब मधेसी दलित, पहाडी दलित होइन, महिला दलित
पुरुष दलित यी कुराहरू पनि आइरहन्छ नि हैन यसलाई चाहिँ दलित भित्रैको जुन एउटा विभेद छ नि किसिमको या लैङ्गिक असमानता जुन छ त्यसलाई हटाउन चाहिँ तपाईहरुले के गरिराख्नु भएको छ हैन अब हामी दलित क्षेत्रमा काम गर्ने मान्छेहरू त हाम्रो काम के हो भने यो राज्यले सृजित गरेको समस्या हो शासनकै समस्या हो यो राज्यकै समस्या हो यो हामीले चाहिँ दलितहरू संगठित गर्ने एवारनेस गर्ने उनीहरूलाई चेतना दिने र उनीहरूलाई चाहिँ राज्यसँग यी चीज लिनको लागि सक्षम बनाउने सक्षम हुनु पनि एउटा कुरा हो राज्यले धेरै चीजहरू दिएको हुन्छ लिनै जान्दैन थाहै हुँदैन अरूले प्रयोग गरिरहेको हुन्छ लक्षित समूहसम्म पुग्दैन त हामीले के गरिरहेका छौं भने दलितहरूलाई संगठित गर्ने उनीहरूलाई सचेत बनाउने र मैले यहाँ भन्छु डाक्टर भीमराव अम्बेडकरले भारतमा एउटा नारा दिनुभएको थियो दलितको लागि शिक्षित बनो संगठित हो और संघर्ष करो उहाँले एउटा अत्यन्त शिक्षित बन संगठित हौ र संघर्ष गर शिक्षा चाहियो अनि संगठित पनि हुनु पर्यो एकजुट पनि हुनु पर्यो र उले आफ्नो अधिकारका लागि संघर्ष गर्नु पर्यो यो दलित उत्थानको मूल मन्त्र यही हो अनि शिक्षाले नै संगठनलाई मार्ग निर्देश गर्छ नि हैन गर्छ त्यो त चाहियो शिक्षा एकदमै पहिलो शर्त शिक्षा हो भनेपछि यतातर्फ कतिको काम भइरहेको छ अहिलेसम्म हैन अब जस्तो नेपालको अहिलेको संविधानले दलितलाई मावि तहसम्म निशुल्क शिक्षा दिनुपर्छ भनेको छ अहिले प्रदेशले ल्याएको विधेयकमा पनि निशुल्क शिक्षा सम्बन्धी व्यवस्था भनेको छ त्यो भनेर मात्र हुँदो रहेनछ उसको घरमा खानै छैन उ निशुल्क शिक्षा लिन कहाँ जान्छ काम नगरी खान पनि नसक्ने त्यो निशुल्क शिक्षा लिने उलाई आधार बनाइदिनु पर्यो बाख्रा चराउन जान्छ कोही बच्चा हेरेर बस्छ कमाएन भने खान पाउँदैन त्यो दलितले त्यो गरिबले त उ शिक्षा सरकारले घोषणा गर्दैमा कहाँबाट हुन्छ त उलाई त्यो शिक्षा लिने व्यवस्था गरिदिनु पर्यो सरकारले भनेपछि शिक्षासँगै आर्थिक कुरा पनि एकदमै जोडिन्छ तपाईले एउटा उदाहरण बताऊं गत वर्ष पहिला सरकारले एउटा प्रोग्राम ल्याएको थियो नपढ्ने बच्चीहरूको लागि खाजा कार्यक्रम त्यसैगरी तेल कार्यक्रम पहाडी जिल्लामा मैले देखेको थिएँ तेल कार्यक्रम हप्तामा 1 प्याकेट तेल दिने अनि अभिभावकले के गर्ने भने तेलकै लागि पनि भर्ना गर्ने अनि पछि त्यसले चाहिँ आकर्षण गर्यो अनि पढ्न थाल्यो त सरकारले त्यो घरमा बसेर पढ्न नसक्ने निक्लिन नसक्ने आर्थिक अभावका कारणले त्यो निशुल्क शिक्षा लिन नसक्ने निशुल्क शिक्षा भनेर हुँदैन उलाई ड्रेस चाहियो उसलाई खाना चाहियो उसले घरमा चाहिँ काम गरेन भने अरूको चाहिँ काम गरेन भने पढाइले मात्रै आकर्षित गर्ने होइन कि अरू फ्याक्टरहरू छन् आकर्षित गर्ने कि विद्यार्थीलाई चाहिँ ल्याओस् स्कुलतिर पढ्न जानको लागि उसको वातावरण बनाइदिनु पर्यो घरबाट निक्लिने वातावरण बनाइदिनु पर्यो त्यो कुरोमा सरकारले ध्यान दिनु पर्यो निशुल्क शिक्षालाई लागू गर्नको लागि सरकारले अझ म त के प्लस गर्छु भने अनिवार्य शिक्षा हुनुपर्छ देशमा अरू प्रदेशले सुरु गरे पनि हुन्छ अनिवार्य शिक्षा कम्पल्सरी पढ्नै पर्ने पढाउनै पर्ने वातावरण बनाइदिने पढ्ने वातावरण बनाइदिने उलाई र नपढाउनेलाई सरकारले कारबाही गर्ने त्यसको लागि पहिला वातावरण बनाइदिनु पर्यो आर्थिक रूपमा उलाई चाहिँ पढ्ने वातावरण बनाइदिनु पर्यो अब एउटा त भयो कि दलित समुदाय सशक्तिकरण हुनु पर्यो सशक्त हुनु पर्यो हैन अर्को कुरा फेरि आरक्षण चाहिँ बिस्तारै हट्ला त्यो कुरा भयो अब यो छुवाछुतको विषय पनि एउटा विकराल समस्या छ हैन यो पनि कि दलित समुदायका लागि छुट्टै एउटा भनौं न अब एउटा इनार बनाउनु पर्यो दलितको लागि छुट्टै एउटा इनार अरूको लागि एउटा छुट्टै इनार त्यो हामीले खोजेका हौं कि एउटै इनारमा सबैजना पानी खाउनु भने हामी खोजेका त्यो दलितका लागि छुट्टै इनार बनाउने त्यो वास्तवमा त्यो चाहिँ दलितलाई दलित बनिरख भन्ने हो कहिलेकाहीँ यो कुरा पनि आउँछ कि दलितलाई दलित किन भन्ने हैन दलितलाई दलित किन भन्ने विषयमा मेरो के छ प्रश्न आशय भने यो एउटा सम्बोधन गर्ने सूचक शब्द हो चिन्डाउने शब्द हो धनीलाई धेरै सम्पत्ति भएको मान्छेलाई हामी धनी भन्छौं केही न केही भन्नु पर्यो मोटो भएको मान्छेलाई हामीले सामान्य गाउँघरको भाषामा मोटे भन्छौं नि उले के भन्ने त इशारा गरेर त भएन केही न केही त भन्नु पर्यो हैन कोही सानो मान्छेले कहिलेकाहीँ हामीले चाहिँ पुड्को भनिदिन्छौं हैन त्यो केही न केही मान्छेलाई चिनाउने शब्द हो त दलित शब्द हटाउनुमा अर्थ छैन दलित शब्द यदि सम्मानमा रूपान्तरण हुने हो भने सबैले दलित भन्न हिम्मत साथ दलित भन्छ
दलित शब्द भन्न किन नचाहेको भन्दाखेरि दलित सुन्ने बित्तिकै मान्छेले उसलाई खराब नियतले हेर्छ, यो सानो हो भनेर हेर्छ भनेर दलित भन्न। यदि दलित शब्द समान परिणत हुने हो भने अहिले जुन दलित शब्द चाहिँ अपमानित छ त्यसलाई सम्मानजनक रूपमा प्रयोग गर्नुपर्छ। त्यो दलितमाथि लगाइएका भेदभावहरूको अन्त्य हुने हो। दलित सँगसँगै बसेर सबैले सहज रूपमा खान बस्न थाल्ने हो, व्यवहार गर्न थाल्ने हो भने सबैले हिम्मत साथ दलित भन्छ। हजुर, हामी अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँलाई के लाग्छ छुवाछुतको जुन अवस्था थियो त्यसमा एकदम परिवर्तन भइरहेको छ, र्याडिकली परिवर्तन भइरहेको छ कि जुन हिसाबले हुनुपर्ने थियो एउटा यो समस्या समाधान हुनुपर्ने थियो होइन, उच्च जात निम्न जात होइन, त्यसमा जुन खाडल थियो त्यो खाडल पुरिँदै गएको छ? एकदमै पुरिँदै गएको छ। नभए त किन दलित मुभमेन्ट, किन सरकारको प्रयास? पहिलेको विभेदका स्वरूपहरू फेरिएका छन्, विभेदहरू पहिलेको भन्दा कम भएका छन्। यसका विभिन्न क्षेत्र छन्, केही क्षेत्रमा अझ पनि कायम छ, केही क्षेत्रहरूमा यो धेरै कम भएको छ र यो विज्ञानको विकास शिक्षाको विकास सँगसँगै फेरिँदै जाने हो। सँगसँगै सरकारको प्रयास। फेरि हामी त्यही पुग्यो, शिक्षा चाहिन्छ, चेतना चाहिन्छ। त्यो कस्तो यो समस्या हो भन्नु होला भने नि दलितले एक्लै आन्दोलन गरेर पनि हुँदैन, यो घुलमिल हुने मुभमेन्ट हो। दलितले यो लडाईँको सिमाना जित्या जस्तो जबरजस्ती पेलेर जितेर यहाँ झन्डा गाडे अब यो सिमाना मेरो भयो भन्ने जस्तो होइन। यो त के हो भने गैर दलितले पनि, गैर दलितको चेतना पनि चेन्ज हुनु पर्यो, दलितको चेतना पनि वृद्धि हुनु पर्यो। दलितको चेतना के वृद्धि हुनु पर्यो भने हामी पनि मान्छे हौँ, हामी अरू सरह मेहनत गर्नुपर्छ, पढ्नुपर्छ, पढाउनुपर्छ, आफ्ना विकृतिको अन्त्य गर्नुपर्छ भनेर दलितमा चेतना आउनु पर्यो। आफ्ना खराबीहरूको अन्त्य गर्नुपर्छ, कमी कमजोरी हटाउनुपर्छ भन्ने चेतना दलितमा आउनु पर्यो। गैर दलितलाई चाहिँ के बुझाउनु पर्यो र उहाँहरूले के बुझ्नु पर्यो भने होइन यिनीहरू पनि हामी जस्तै मान्छे हुन्, त्यो चेतना आउनु पर्यो। मान्छे हुन्, हामीसँग बस्दा, हामीले यिनीहरूलाई व्यवहार गर्दा, यिनीहरूको श्रम लिँदा यो समाज झन् बलियो हुन्छ, झन् एकजुट हुन्छ, मानिस मानिस बिचको भेदभाव अन्त्य हुन्छ। यो एकजुट हुँदा फाइदा छ भन्ने कुरा गैर दलित समुदायले पनि बुझिदिनु पर्यो। यो बुझेपछि यो अगाडि बढ्छ। हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद अपन टिभीलाई मेरो तर्फबाट धेरै धेरै। आदरणीय दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो सुन्दर विश्वकर्मा। उहाँ प्रदेश नम्बर 2 का नेकपाका सांसद हुनुहुन्छ। आज हामी उहाँसँग दलित सशक्तिकरणका विषयमा, यसका साथै समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दैथ्यौँ। हस् त, नमस्कार।